हेलो साथीहरू व्हाट्सअप कस्तो हुँदैछ तपाईँको दिनचर्या म चाहिँ मस्त छु। आज चाहिँ म एउटा ढोटाली शैलीमा कमेडी भिडियो लिएर आएको छु। हेर्नुहुनेछ अहिलेको न्युज हेरिहाल्ला तपाईँले सबले। मलाई अहिले मन्त्री पसल अथवा के भने मन्त्रालयभित्र छु अथवा सिंहदरबारभित्र छु कि एउटा न्यु रोडको कुनै सुन पसलमा छु भन्ने म त्यो धारणा छु गाइस। किनकि मन्त्रीहरू मैले अपेक्षा गरेको थिएँ ध्यान थिएँ मन्त्रीहरू एकदमै ठुला कुरा लिएर हुन ज्ञान गुणका अथवा देश विकासका योजनाहरू विज्ञताहरू उनीहरू सफ्टवेयरका कुरा अथवा ठुलो टेक्नोलोजी ल्यापटपमा भरेर ल्याउन खोजेका थिए। तर सम्पत्ति विवरण परवर आया सार्वजनिक जो भयो सम्पत्ति विवरण हो कि यो ज्वेलरी सो गर्न आएका मन्त्रीहरू म चाहिँ चकित छु गाइस। अब अर्को कुरा गरौँ हाम्रा पूर्व गृहमन्त्री मलाई चाहिँ एकदम फन्नी क्यारेक्टर पनि लाग्थ्यो सुदन गुरुङ चाहिँ। अहिले चाहिँ राजीनामा दिनुभएछ नैतिकताका आधारमा। राजीनामा दिइसकेपछि नैतिकता पुष्टि हुने, राजीनामा दिनुभन्दा अगाडि चाहिँ नैतिकता नचाहिने परम्परा नेपालको। तपाईलाई लाग्यो सुदन गुरुङले राम्रो काम गरेको थियो, मलाई लाग्थ्यो राम्रो काम गरेको थियो। पुराना भ्रष्टाचारलाई समातेको थियो तर बिचौलियासँग पनि साँगार रहेछ भन्ने यहाँदेखि राम्रो काम फन्नी क्यारेक्टर हिज फन्नी भाइ संविधान च्यातोक राखौँ भाइ तनाव सर्पे छ के गर्ने है ए भाइ म नेता हो टाइपको एकदम फन्नी क्यारेक्टर क्या मलाई चाहिँ सुदन गुरुङजी। किनकि म अहिले चाहिँ ढुक्कसँग सरकारको विरोध उठाउँछु। म विदेशमा चाहिँ मलाई सरकारले पुगट दिए डिपोर्टरहरूले म नेपाल जाने मलाई बालमा लाउँछ क्या। किनकि अरू कुरा सरकारसँग यो भिडियो पुग्दैन क्या। किनकि म टिकटक सरकारको अधिकांश मान्छे हुन चाहिँ टिकटक र फेसबुकमा बोली चलाउन म यो भिडियो युट्युबमा हाल्ने मेरो सब्सक्राइब 340 को एराउन्ड छ। पहिला मलाई टेन्सन छैन सरकारको विरोध हाल्नु छ जतिहरूले गाइस सरकारको त्यो सुनकाण्ड सम्बन्धी सम्पत्ति विवरण सार्किनु भयो तैको बारेमा भिडियो गर्नु पर्यो। बालिनको डोजर आएको त आज सिफारिस भइरहेछ। अब रवि लाखाले सँग प्रसङ्ग के बचाउनु छ स्टे ट्युन गाइस। अब यति कुरा गरेपछि सुदन गुरुङको चाहिँ थोडा सुनको र सम्पत्ति कुराहरू हुन्। 89 तोला सुन, करोडौँको सेयर, करोडौँ सम्पत्ति नट सुदनजी तपाईँ त भइ मान्छे भन्नुहुन्थ्यो, तपाईँ भइ मान्छे कुरा उठाउनुहुन्थ्यो हो नि। म भइ मान्छे हो तर मेरो भइ मान्छे सुन्छ पालो होइन सुदनजीलाई एनजिओमा काम गरे मान्छे हो। तपाईँलाई लागेको छ कि यो सुन लाएर सुदन गुरुङले हेट्यो भने होइन हाइट त मेरो जत्रै छ नि सुदन गुरुङको होइन हेट्यो भने त मान्छे एउटा साइडमा मान्छे राख्नु पर्छ सुरक्षा दिने मान्छे छैन न सेफ तिजोरी हुन्छ नि त तिजोरी राखिदिन्छ क्या। बाली छैन सुन त्यति छ सम्पत्ति छ सेयर छ बिचौलियाहरू सागार छ भाइ पारा बेग्लै छ। जस पूर्व गृहमन्त्री सुदन गुरुङ चाहिँ आर्टिलो मान्छे है काम त गरे हो पुरानो भ्रष्टाचारलाई त्यसो भए त्यो आर्ट त गरे हो। केपिएललाई जेल हाले हामी नट जोकमा आएको छ केपिएल जो मान्छे गृहमन्त्री रमेश लेखकलाई जेल हाल्ने आर्ट भयो भने चाहिँ पहिलो इतिहासमा नाम देखाएको सुदन गुरुङले। केपिएली र प्रचण्ड सेरेका प्रचण्ड त पछ्याउन किनकि उनलाई त हाम्रो सदाबहार त यो हम जति गाली के हुँदैन उनलाई त उनीहरू प्रसङ्ग पछ्याउँछ। मन्त्रीमण्डलको कुराहरू हेर्दा सबै गरिब मन्त्री एउटा बाजी भूमिबाट आउनुभएको महिलाको 18-19 तोला कति सायद धेरै सुन्थ्यो क्या उहाँको। म ट्याक्कै त सम्झेन सुन धेरै थियो पैसा पनि टन्नै रहेछ उहाँको। के हो अहिलेका मन्त्रीहरूको पुर्खाहरू सबै सुनगानीमै काम हुन्थ्यो क्या हो। मेरा पुर्खा मात्र हो नि एक पुरानो रेडियो मात्रै छ के हो हाम्रो त बिजोग भइरहेको रहेछ हो होइन। हेऱ्यौँ भने जतिले सम्पत्ति खाएर यति सुन कहाँ हुन्छ मान्छे यार अन्त जो भयो म विदेशमा बसेर सुन छैन 2 तोला। नेपालको सबभन्दा गरिब मन्त्री भनौँ अहिले सरकारको पनि 93 तोला सुन छ। जियोस् रमाइलो छ तोला सुन गाडी स्टप भयो। अब नबोलौँ जनता त भन्नु नि तपाईँ सुनगानीमा कहाँ भन्नुहुन्छ जस्तो लाग्छ है स्टप सुनको कहानी बोल्नु। अब कुरा गरौँ हाम्रा सदाबहार दाजु बालेन दाजु डजर मोटिभेसन फेरि आउनु लाग्यो अरे काण्ड डजर बालिन शाहले उर्दू दिइसकेर सुरुङवासी बस्ती उडाइदियो भाइ डजर लगेर। बालिन शाह र डजरको त अजिब सम्बन्ध छ तर अब डजरको त्यो नङ्गा हुने नि त्यहाँ सुन पाएर ढुङ्गामा टोचेर सुनको बिस्कुट आउने डल्दैछ है त्यो त पाटो तर डजरको जो बकेट त्यो सुनको बनाउने फलानको बनाउने भने प्रशंसा मिल्छ है होइन। बालेनले
भ्रष्टाचार घरमा डोजर पनि चढाउने भनेर भनेको थियो क्या, तर अहिले सुकुम्बासी बस्तीमा डोजर नचढाउने भनेर मत माग्या, फेरि सुकुम्बासी बस्तीमा डोजर चल्ने अवस्था आइसकेको छ अहिले चाहिँ सिर्जना। यो चाहिँ बालेन सुकुम्बासी बस्ती डोजर, यो चाहिँ कहिले सम्भव छैन भने सम्भव छ क्या। यदि बालेन डोजर सुकुम्बासी बस्ती तीनटा यो चाहिँ के भन्छ अन्योन्यश्चित सम्बन्ध हुन्छ नि त, ए हो के भलै चुनावकै जीवनलाई यो चाहिँ अन्योन्यश्चित सम्बन्ध हो। किप इट अप बालिन साथी, तपाईँ प्रधानमन्त्री हुन्छ, तपाईँले चाहिँ यस्तो चाहिँ राख्नुपर्छ यस्तोलाई। सोन गुरुङ फन्नी क्यारेक्टर मलाई चाहिँ एकदमै मिस गरेको छु अहिले चाहिँ, फेरि कमब्याक हुने सम्भावना छ अरे, तर आई एम नट एकदमै के भन्छ छैन है म पनि ढुक्क। तपाईँलाई लाग्छ अब चाहिँ केपी ओली पर्छन् शेरबहादुर, मलाई चाहिँ एकदम फन्नी क्यारेक्टर लागेको थियो कि तिनीहरू पनि। तिनजना बैठकमा फुँडी लगाएर बसिरहेको छ, देश हाम्रै मण्डलमा छ भन्ने उनीहरूले हुन्थ्यो है पुरानो नेताहरू। देश त सघायो हामी बुढाहरूले होइन। बालेनले पनि सुरुवाती त ठिकै छ, केही चाहिँ मेरो 50-50 छ अहिले है, 50 राम्रो 50 नराम्रो लागेको छ होइन। जति पुराना गहुँ थियो होइन, महँगी त आकाश छोएको छ होइन, त्यही बाहना युद्ध बढेको छ होइन। हो त्यो स्वाभाविक हो, तर हिजोको दिन मलाई त्यो हुन्थ्यो बालिन खाले गाली दिए स्टेज हामीले दिन नदेखे हो र स्टेज हामीले देखाएको छ नि है, गाली दिने नेतालाई यो आर्थिक केपी कसलाई गाली दिने यार, यति महँगी बढेको छ। हिजोका दिन पनौती केपीले भन्थ्यो आँखालाई, केपीले सस्तो थियो नि त जिम्मेवारी, त्यो नेपाली क्रिकेट भने केपीले बनाउनु ल्याउनुहुन्थ्यो, केपीले भन्नुहुन्थ्यो। आज त कसलाई गालिदिने, बालिनलाई गालिदियो भने त अरे साइबर सेनाहरू अट्याक, मेरो त सानो घर छ धनगढीमा, फेरि गाँ घरमा आग लागि आग हालिदियो हालिदियो भने म त जिन्दगी भर त नहुन्थ्यो नि त मलाई त भने। अहिले सरकार विरोध पाउँदैन, प्रश्न सत्ताले पाउँदैन, यो चाहिँ अवस्था मैले चाहिँ अनुभूति मन भेट्दा धेरै कुरा छन् अरू खेला होइन। तपाईँलाई लाग्यो यो चाहिँ मान्छे हावाताली बोल्ला धेरै कुरा छ, बोल्नु मिल्दैन क्या, के भोल्यो भने त पोल्यो के। तपाईँलाई लाग्छ सरकारको काम सिफेरी पर्दैन शेरबहादुरसम्म त्यस्तो पढ्छ, यो चाहिँ एकदम राम्रो काम हो। जति भ्रष्टाचारी कर्मचारी थिए नेताहरू चाहिँ यिनीहरूसम्म त्यस्तो पढ्छ, तर अब आफै भ्रष्टाचार मुद्दामा सुत्नु मुछिने अवस्था छ होइन। सम्पत्ति अथा सम्पत्ति छ नि त केटासँग, यहाँदेखि अभियन्तासँग भन्ने पारामा छ नि त अहिले। उता जनाता पनि लागि आज पछाडि हात धोएर होइन, किशोर सरस्वती आफै ह्यान्ड मचाएर आयो भने किन त राजेमाललाई पनि राक्षस बनायो, राक्षसमाल भन्ने मान्छे जना छ नि त यिनीहरू, राजे मान्छे सुधारिदिने यहाँ कहाँबाट आयो अढै मार्दैन कि यिनीहरूको जो ग्याङ छ नि त साइबर सेना। तर तपाईँ म यो भिडियो कुनै हाल्नु टिकटक फेसबुक इन्स्टा रिलमा हालिदिउँ कि डाइरेक्ट युट्युबमा हाल्यो पोस्टर बाल भयो होइन, कि पटक दिदी चिज दिइरहेको थियो। अर्को कुरा चाहिँ इम्पोर्टेन्ट कुरा के छ भनेपछि यो अर्को कुरा म भन्ने पहिला यो अर्को सरकारको बुद्धि हो। अर्को सरकार भने तपाईँलाई जस्तो लाग्यो कि के बोल्न चाहिँ मान्छे यार, अर्को सरकार भन्ने रबलाई पनि सरकार के दुईवटा सरकार छ, बालिनाको सरकार रमाना गुमनाम डोजर छ छातीमा, डोजर 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 मेरो बस्तीमा डोजर छाती मेरो पहिला आउँछ, मेरो छाती जो छ नि पहिला आउँछ भने रमानाजीको छातीमा डोजर चल्नु पऱ्यो पहिला त नट छ क्या। अब भुलेको कुरा पुग्दा थियो अहिले त अहिले मन्त्री बोल्ला अरे सांसदहरूलाई प्रश्न भन्नुहोस् आजको तपाईँ के छ विचार भन्नु भाइ काम गरिरहेको जवाफ आल्टाल क्या हिजोको त रे भाइ किन त्यहाँ मुत्ने कडा दिएको छ नि बाले नाले नबोल्नु बोलेर कामै छैन तिमीहरू, बोल्नै आउँदैन विवाद नगरेर बालिन शाह ठिक गरे। बालिन शाह जति छलाङ मान्छे स्मार्ट मान्छे नेपाल संसारमै छैन, हाम्रो प्रधानमन्त्री भनौँ है बालिन शाह मात्र नभनौँ, अर्कै स्मार्ट मान्छे हो नि मत बोल्यो भने सक्यो। नबोल तिमीहरूलाई बोल्नै आउँदैन, तिमीहरू एकदमै उ छौ, कोही बोल्दैन। अहिले माइक तर्सेर भन्नुहोस् मन्त्रीजी भनेपछि फर्केर तर्सेर जाने अवस्था छ अहिले नेपालका मन्त्रीहरू अथवा सांसदहरू राज्यसभाका हुनु नि त। महावीर पनि रहिला आऊ किताब लगेर रहेछ आएर स्टल लगाएको छ किताब बेचिएको छ होइन, महावीर पनि छुट्टै छ उता रविनाथ तनाव छ है। फेरि
कतिखेर कानले बाढीले घर आएर राइट टु रिकल भन्यो ल्याङ ल्याङ घडाएको छ होइन खराब छ नि पार्टी हो पालिलाई बालिन्जाको आफ्नै पारा छ स्टिल बालिन्जाको आफ्नै छ होइन के हुन्छ भोलिका दिन किन्ने कति के हुने रविलाई मात्र जस्तो नाम शास्ति छ नि त बिचरा जेल नेल भोगिया मान्छे होइन नेताले दुध यहाँ तपाईँलाई पिला थाहा छ नि डिएफसीले अन्तिम चाहिँ खोज्या मान्छे हो नि रविराले होइन भलै सहकारी ठगमा जीवी राईसँग आरोप जोडिहाल्दै होइन जीवी राई त फरार छ उनकै सानो जीवित भएर ल्याउन उड्नेसम्मको त्यो एउटा बम खोली बढाएर के बढाएको छ नि त होइन एउटा अन्तर्वार्ता सहकारी ठगमा मुछिया मान्छे होइन भोलिका दिनमा त गाह्रो छ नि त के हुने हो पकाउने हो धेरै पीडा भइरहेको छ नि त मान्छे त्यो हुन्छ नि अगुल्टाले हानेको कुकुर चाहिँ पिजुल चम्किँदैन तर्सिन्छ भन्दा नि त तसै रविनारायण भइहाल्छ कि अहिले चाहिँ त्यही हुनाले रविनारायणको चाहिँ अलिक कुरै गर्नुहुन्न रविनारायण बिचरा त होइन एकदम हजुर 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 भन्नु लाग्यो हस् हस् खोइ त्यो सरकार सेनाल चलाइहाल्यो भन्ने तर म त भन्दैन अमेरिकी के भन्ने त्यो पनि भन्दैन त्यो हामी नेपाल भन्ने त्यो पनि वेबसाइट हरायो भन्ने शोधन गर्नु तर त्यहाँ गएर भन्ने कि अहिले हामीले भन्नु हुने नि त आएको कुरा किनकि हामी बोल्यो भने भलादेखि त साँच्चै मेरो घर चलाइदिउँ म त सुकुमाए हुनु म त 340 सब्सक्राइबर युट्युबबाट कमायो हुँदैन केही हुँदैन फेसबुक इन्स्टापट्टि कमायो हुँदैन मेरो त यही कोरिया कमायो होइन भला घरमा आयो नि घरमा कहीँ क्षति गरिदियो भने म जानु नि मान्छे मेरा आसपासहरू त मलाई षड्यन्त्र हालिदियो मलाई त ल्याङ ल्याङ हुन्छ नि मलाई बडो अनि त्यही भएर अहिलेको मन्त्रीहरूको बारेमा भन्नु हुँदैन क्या सरकार विरोध त हजुर बालिन सरकारको काम राम्रो छ हजुर जे भयो नि सुदन गुरुङ एकदम आठौँ मन्त्री हो एकदम साथी मन्त्री हो उहाँको सम्पत्ति होइन हजुर त्यो उहाँको पुर्खालीको माग सम्पत्ति हजुर सेयर बापत हामीले किन्नु पाउँछ हजुर बिचौलिया सरकार होइन त्यो त पुरानोले मात्र गर्नु नयाँ गर्नु पाउँछ हजुर हामीले त गर्नु पाउँछ बोल तुई चुप मै चुप यो हाम्रो कमेडियन थियो नि त एउटा अपूर्व दाइ तुई चुप मै चुप हाम्रो पनि त्यस्तो तुई चुप मै चुप बोल्यो भने तर अहिलेसम्म चाहिँ बोल्यो एडिटरले एडिट गर्नुपर्छ म आफै एडिटर हो मासु मेरो एडिटरको उहाँको एडिटर कहाँबाट हो म 340 सब्सक्राइबर छ म आफूलाई भेजा हान्नु परिरहेको छ गाइज होइन अब देशमा जेएनजी सरकार भएपछि के जेएनजी बारेमा पनि कुरा गरौँ है गाइज यो सरकार अलिक फरक छ के पहिलाका बुढा नेताहरूले सम्पत्ति लुकाउँथे पैसा लुकाउँथे अहिलेका मन्त्रीहरू डिक्लेयर गर्छन् मैले करोडौँको सेयर लुकाएको छैन मैले त सेयरको अनबक्सिङ गरेको छु रे भनेर भन्छन् भोलि परराष्ट्र मन्त्रीले पनि भन्लान् मैले अर्कै देशबाट सुन ल्याएको गाइस त्यो त कोल्याब हो कोल्याब हुन्छ नि कोल्याब मैले पनि आफ्नो टिकटकमा कोल्याब भिडियोको कोल्याबरेसनको लागि राखेको नि लिङ्क होइन कोल्याबमा आएको गिफ्ट हो रे बब्वा गाइस भनेर परराष्ट्र मन्त्रीले पनि भन्नुहुन्छ यस्तै पाराले जेएनजी सरकारको रफ्तार बढ्ने छ भनेर हामी भन्दैनौँ किनभने बस यार कुरा नगरौँ होइन सुरुवाती दिनमा सरकारलाई धेरै व्यङ्ग्य गर्नु पनि हुँदैन होइन तर हामी नेपाल भन्ने एउटा संस्था रहेछ त्यो हामी नेपाल भन्दै आएका संस्थाका संस्थापक 26 दिने गृहमन्त्री सुदन गुरुङ हामीलाई मात्र नेपाल भन्न थालेपछि त अचम्म लाग्यो मलाई पनि गाइस 79 तला सुन किलोका किलो चाँदी करोडौँको सेयर त्यही वरिपरि अल्झियो होइन केही दिने त पत्रकारिता नेपालको सामाजिक सञ्जाल इन्ट्रेस्टिङ पार्ट तपाईँलाई म अझ अन्त्यमा के भन्नु भने मन्त्रीज्यू आम जनता खाली खुट्टा हेर्न तयार छौँ धेरै 20% जनता अझ नेपालका एकदमै पीडामा छन् खाली खुट्टा हेर्दैन बरु हामी एक दुई छाक खान तर तपाईँ सुनको भारीले नझुक्नु होला है दिदी सुनको भारी बोक्नु पाउनुपर्छ तपाईँको हक अधिकार हो तपाईँले भन्नुभयो नि गरिब भएर जनाउन पाप होइन गरिब भएर मर्नु पाप हो त्यही कुरालाई म अहिले मनमा लिएर गाइस उता मेरो साथी हाँस्दै छ है फेरि यो मान्छे त अजिबको छ क्या फेरि किन हाँसिहाल्छ मैले बोल्ने बित्तिकै मैले के भएको तिमीहरूलाई पर्छ नि भन्ने सरकारलाई भालेन्सालाई पर्छ भन्ने भालेन्सालाई घाटा छोप भालेन्सालाई पर्छ भन्ने आँट कहाँबाट आयो त
मलाई त भोलि यसरी भन्छ नि किन त भन हालिन्छलाई प्रश्न भन्ने आँट कहाँबाट आयो तँलाई रविले प्रश्न भन्ने आँट आयो ज्वालासँग रोला शोभा महेश पत्नीत अहिले धेरै बोल्नु हुन्न गाइस किन नबोल्नु भगवान् श्रीराम त वनवास जग्गा त्यस्तो घर टर्छ परिवारलाई दुःख देलान् सत्य बोल्नु छोड्दैनस् हिजोका दिन त केपीओलाई गाली गर्थ्यस् शेरबहादुरमाथि प्रश्न उठाउँथे आर्थर राणालाई प्रश्न उठाउँथिस् पर्सेन्टलाई तथा नाम भन्थिस् आजै बबुरा राइस जेएनजी त पनि म पनि जेएनजी हो आई एम 24 गाइस पर्सन सुन्नदेखि डर आएको छैन गाइस लेट्स रक म त्यही मुइजो भयो फेरि सरकार काम गरोस् नगरोस् नेपालको सिमाना मिच्नु भएन नेपालको स्वाधीनता अस्मिता र राष्ट्रिय झण्डा बोकेर देश चलाउने गद्दारहरूलाई जेलको काल कोठरीमा पुर्याउनु पर्छ यो मेरो चेतावनी पनि हो सरकारलाई देशको सार्वभौमता राष्ट्रियता र हाम्रा पुर्खाको रगतले बलिदानले बनेको देशको संरचनाहरू देशका सिमानाहरू राष्ट्रिय झण्डा बोकेर जलाउने जल्लादहरूलाई काल कोठरीमा मृत्युदण्ड दिनुपर्छ यो स्वाभिमानी नेपालीको एउटा आग्रह मात्र होइन सरकारसँग कडा प्रश्न पनि हो देश रहे नेपाल रहन्छ नरहे देश सुदन गुरुङ नरहे नेपाली के भन्नुभएको थियो तर मलाई त्यो आउँदैन जबसम्म देशको स्वाधीनता अस्मिता राष्ट्रियता जस्ता कुराहरू आउँछन् संसारको जुनसुकै कुनामा भए पनि कुनै माइकलाल भगवान श्रीराम श्रीकृष्ण भगवान महादेव भगवान आएर पनि नेपाल देशको शासन म गर्छु र दायाँ बायाँ केही गर्न थाल्यो भने प्रश्न गर्ने आँट राख्दछ केबिएस ब्लक सुरेश पुनेरू 2 दिनको जिन्दगी यार मरेर गइन्छ म त दोस्रो चोटि बाँचेको मान्छे त्यस्तासँग डराएर पर्सनदेखि भाग्ने होइन गाइस पर्सन गर्ने हो सरकारलाई घचघच्याउने हो सरकारको व्यङ्ग्य गर्ने हो सरकारलाई पर्सन गर्न पाइन्छ सरकारको विरोध गर्न पाइन्छ 2/3 सरकारको प्रतिपक्ष भनेको जनता हो रङ्गाजीले भन्नुभएको थियो उठेका प्रश्नहरू जवाफ दिन सरकारले पर्छ दिन निर्णयको अधिकार हो हामीले प्रश्न सोध्नुदेखि डराउनु हुन्न गाइज ओके गाइज बाई बाई थ्याङ्क्स फर वाचिङ माई दिस भिडियो अब नयाँ व्यङ्ग्यात्मक शैलीमाको भिडियो ल्याउनु केही सुधार होला पहिले मेरो कमेडी भिडियो व्यङ्ग्यात्मक भिडियो यस्तै छ गाइज थ्याङ्क यू फर वाचिङ